नमस्ते साथीहरू। आज चाहिँ म यो तिहारमा भाइटिका स्पेशल लक्ष्मी पूजाको लागि पनि दुना टप्परी बुन्नको लागि चाहिँ यहाँहरूलाई कसरी गरिन्छ भनेर यसको बारेमा बताउँदैछु। हामीलाई चाहिन्छ यो पत्ता, अनि चाहिन्छ हामीलाई यो चाहिँ मलिबासको सिन्का पनि चाहिन्छ। यो भएन भने चाहिँ यो चाहिँ अलिकति आन्टीले भन्नुभयो अनुसार चाहिँ यो चाहिँ एकदमै स्ट्रङ हुन्छ अरे होइन, बलियो, अनि यसरी बुन्नलाई चाहिँ सहयोग हुन्छ। यो चाहिँ आन्टीले बुन्नुभएको चाहिँ मेरो फर्स्ट प्र्याक्टिस हो। यो चाहिँ मेरो फर्स्ट चाहिँ यो चाहिँ आन्टीले बुन्नुभएको, हेर्न सक्नुहुन्छ। अनि अब यो चाहिँ कसरी सुरु गर्ने अरे भन्दाखेरि मैले आज आन्टीबाट सिकेको। यो पत्तालाई यसरी फोल्ड गर्ने, अनि यो चाहिँ म यस्तो बनाउन खोज्दैछु। यो चाहिँ टप्परी भयो, यो चाहिँ बोता भनिन्छ अरे होइन। अनि यहाँनिर हाम्रो दुना पनि थियो, दुना पनि छ। अब चाहिँ म यो कसरी सुरु गर्ने भनेर यहाँलाई देखाउन चाहन्छु। छोटो यसलाई चाहिँ हामीले सुरुमा चाहिँ यो दुईवटा पत्ता राख्ने, अनि यो पनि यो पहिलो दोस्रो टाइम जस्तो मात्रै हो। मैले खासै योभन्दा अगाडि थोर बहुत मात्रै थाहा छ। अनि यसमा चाहिँ यसको विभिन्न फाइदाहरू पनि छ होइन। यो चाहिँ गाउँघरमा एकदमै पहिलाको चलिआएको चलन हो, र हाम्रा पुर्खाहरूले चाहिँ किन चलाए भन्दाखेरि यसको केही रिजन चाहिँ छ जस्तो लाग्छ। तर यो बारेमा चाहिँ हजुरहरूलाई के लाग्छ कमेन्ट गर्नुहोला, तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ है। अनि मलाई आज आन्टीले भन्नुभएको यो बनाउँदाखेरि पनि टेक्निक हुँदो रहेछ, तरिका हुँदो रहेछ। जस्तै यसलाई चाहिँ कसरी फोल्ड गर्ने होइन, अब इङ्ग्लिसमा भन्दाखेरि नेपालीमा चाहिँ अब यसलाई कसरी कुन तरिकाबाट चाहिँ खुम्चाउने है। जसले गर्दाखेरि चाहिँ यो टप्परीको साइज हुन्छ यो दाहिने देफ्रे भयो। त्यस पछाडि यो जुन पत्ताको हुन्छ नि फेद र टुप्पा, यसलाई पनि मिलाएर राख्नु पर्दो रहेछ। अनि यसरी चाहिँ टप्परी तयारी हुन्छ। म चाहिँ अब यहाँलाई छोटो देखाउने छु यसरी तयार गर्ने। त्यस पछाडि यो टप्परीलाई चाहिँ यसरी फोल्ड गर्ने, अनि यो गाँस्दै जाने है, टप्परी गाँस्दै भनिन्छ नि त। हो त्यस्तो धेरै मलाई आइडिया चाहिँ छैन, तर आन्टीबाट सिक्दैछु म पनि। अनि यसमा चाहिँ यो सिन्काले यो भित्रपट्टिबाट होइन, बाहिरपट्टिबाट होइन, भित्रपट्टिबाट राख्नुपर्ने हुन्छ यसरी। यो सिन्का पनि यतापट्टि आउनु पर्यो कि, यो चाहिँ सुल्टो भयो। अब हामीले कसैले चाहिँ पछाडिबाट हुन्छ नि, अब यो चाहिँ यताबाट गर्नु भएन है, यसको रिजन रहेछ। यसरी हामीले चाहिँ एड गर्दै जाने, बनाउँदै जाने है। म चाहिँ अलि गाउँमा छु, आन्टीकोमा टप्परी बुन्नको लागि चाहिँ प्र्याक्टिस गर्दैछु। अनि यसको पनि कस्तो हुँदो रहेछ अरे भन्दाखेरि, जस्तै यो फेद भयो, यो टुप्पा भयो नि, अब यहाँदेखि यता गाँस्नको लागि यो फेद यहाँनिर हुन्छ। किन भन्दाखेरि पछि यसलाई जोइन गर्नको लागि चाहिँ सपोर्ट मिल्छ, त्यस्तो रहेछ कुरो। यसरी एड गर्दै जाने। नाना पनि आइपुग्नु भएको छ। नाना सेवा सेवा बहिनी सेवा। मलाई चाहिँ भिडियो गर्नलाई सपोर्ट गर्दै हुनुहुन्छ छोरीले, बहिनीले है। धेरै धेरै राम्रो। थ्याङ्क यू नाना। यहाँनिर प्र्याक्टिस गर्दैछु। टप्परा बुन्दै हुनुहुन्छ रहेछ। यहाँ छुनाले सिकाउनु भएर म पनि यहाँ ट्राई गर्दैछु। अहिले छुनाले यहाँनिर सिकाउनु भयो कि। आयो त, यसलाई भन्छ घुमाउने टप्परी भन्छ। घुमाउने टप्परी, सानोलाई बोता भन्छ। यसलाई दुना बोता, हामी चाहिँ दुना भन्छौँ। बोता होला है खास नेपाली नेपाली चाहिँ बोता। यो चाहिँ सेलरोटी कोम्बी पनि छ। यो चाहिँ राइस समुदायमा एकदमै चाहिने कोम्बी हो। कोम्बी भनेको सिक्कल होइन नाना? सिक्कल होइन, कोम्बी भनेको के भन्छ? ए सिक्कल भनेको चाहिँ सिक्कल भनेको त ठुलो, कोम्बी भनेको चाहिँ यो राईलाई यसो बोक्दाखेरि के पनि लाग्दैन भन्छ बुढापाकाले।
ल यसरी हामी चाहिँ कन्टिन्यू गर्दैछौँ है। बहिनी थोरै नजिकमा देखिँदैछ नि, थोरै नजिक देखाइदिनु ल, मैले गएर काटिदिन्छु। ल यसरी यसरी बुन्दैछौँ। यसलाई पनि यताबाट सपोर्ट पुग्नु पऱ्यो, यसरी रहेछ फोल्ड गर्नु पनि। मैले चाहिँ यहाँनिर यो पनि फेरि लिमिट साइजको चाहिँदो रहेछ है, ठुलो पनि हुनु भएन सानो पनि हुनु भएन। यो चाहिँ फेरि मलिबासकै चाहिँदो रहेछ, यो चाहिँ अलिकति दह्रो हुन्छ भनेर। अनि अघि हजुरहरूलाई भनेको थिएँ मैले यो फोल्ड गर्नुको लागि पऱ्यो नि होइन, अब यो साइजमा निकाल्नु पऱ्यो नि त होइन, यसरी यसको कर्नर। अब यसलाई चाहिँ एक फोल्ड गर्ने होइन यसरी। अनि अब कत्रो सानो ठुलो कसरी बनाउने होइन, यसरी यहाँनिर यसरी चाहिँ जोइन्ट गर्दै लाने, यसलाई पनि एड गर्दै लाने। केही मिस्टेक पनि भयो होला जस्तो लागिरहेको छ। अब आन्टीलाई फेरि सोध्छु हजुरहरूलाई के लाग्छ कमेन्ट गर्नुहोस् ल साथीहरू। यसरी चाहिँ बनिन्छ टप्परी। ल अब यो टप्परी चाहिँ हजुरले फाइनल लुक्स हेर्नको लागि चाहिँ अर्को भिडियो हेर्नु होला। थ्याङ्क यू।